एउटा यस्तो विषयको बारेमा कुरा गर्दैछौँ त्यो विषय हाम्रो जीवनमा एकदमै महत्त्वपूर्ण छ। हाम्रो जीवनको सफलताको लागि, हाम्रो जीवनमा आउने हरेक सफलताको लागि त्यो एकदमै महत्त्वपूर्ण छ। हाम्रो दैनिक जीवनमा पनि एकदमै महत्त्वपूर्ण छ र हाम्रो आफ्नो रिलेसन बढाउनको लागि, सफल नेतृत्व लिनको लागि, सही निर्णय लिनको लागि पनि यो एकदमै आवश्यक छ। के होला त त्यो विषय? त्यो विषय भनेको भावनात्मक बुद्धिमत्ता। के हो त भावनात्मक बुद्धिमत्ता भनेको? यसलाई इङ्ग्लिसमा इमोसनल इन्टेलिजेन्सी इक्यू पनि भनिन्छ। भावनात्मक बुद्धिमत्ता भन्नाले आफ्नो र अरूको भावना बुझ्ने, नियन्त्रण गर्ने र सही तरिकाले प्रयोग गर्ने क्षमता हो। जस्तै तपाईँ रिसाउनुभयो भने त्यसलाई कसरी शान्त पार्ने, साथी दुखी भयो भने तपाईले कसरी बुझ्ने, यी सबै कुरा भावनात्मक बुद्धिमत्तामा पर्छ। भावनात्मक बुद्धिमत्तालाई डानियल गोलमेनले 5 भागमा विभाजन गरेर व्याख्या गरेको छ। पहिलो भाग भनेको सेल्फ अवेरनेस, आत्म चेतना, आफ्नो आत्मालाई बुझ्ने, आफ्नो भावनालाई बुझ्ने। त्यसपछि सेल्फ रेगुलेसन, आत्म व्यवस्थापन, आफ्नो भावनालाई व्यवस्थापन कसरी गर्ने। त्यसैगरी तेस्रो भनेको मोटिभेसन, प्रेरणा, आफूलाई आफ्नो उद्देश्यप्रति कसरी प्रेरित गर्ने। चौथो भनेको इम्पैथी, सहानुभूति, अरूको भावनालाई बुझ्नेलाई सहानुभूति भनिन्छ। त्यसैगरी पाँचौं भनेको सोसियल स्किल्स, सामाजिक कौशलता, सामाजिक रूपमा कसरी घुलमिल हुने, एज अ टिम मेम्बर टिमको भावनालाई कसरी बुझ्ने। यसरी 5 वटा भागमा विभाजन गरेर व्याख्या गरेको छ डानियल गोलमेनले। यसरी पनि बुझ्न सक्छौँ हामीले आफ्नो भावनालाई, भावनात्मक बुद्धिमत्ता बुझ्नै पर्ने जरुरी के छ? किन यो एकदमै जरुरी छ? यसको आवश्यकता किन छ? यसको आवश्यकता एकदमै धेरै छ। जस्तै तपाईले आफ्नो रिलेसनलाई मजबुत बनाउनु छ, आफ्नो सम्बन्धलाई बिगार्नु छैन भने पनि भावनात्मक बुद्धिमत्ताको आवश्यकता पर्छ। तपाईले रिसमा झट्ट कुनै निर्णय लिनुभयो, त्यसले गर्दाखेरि तपाईको सम्बन्ध बिग्रिन सक्छ। आवेगमा कसैसँग झगडा गरिहाल्नुभयो, आवेगमा रिसमा आएर केही पनि बोलिदिइहाल्नुभयो। यो सब के कारणले हुन्छ? भावनात्मक बुद्धिमत्ताको कमीले हुन्छ, हैन? सफल नेतृत्व लिनको लागि पनि भावनात्मक बुद्धिमत्ता चाहिन्छ। राम्रो निर्णय लिनको लागि पनि भावनात्मक बुद्धिमत्ताको आवश्यकता पर्छ। अब यो सिपको अभ्यास कसरी गर्ने त? यो सिपको अभ्यास गर्नको लागि आफ्ना भावनाहरूलाई लेख्ने बानी गर्नुहोस्। आज मैले आफ्नो भावनालाई लेख्ने, दिनमा 3 मिनेट भए पनि आँखा चिम्म गर्ने अनि आफूभित्र कस्तो द्वन्द्व चलिरहेको छ, आफ्नो भावना के छ त्यसको बारेमा बुझ्ने र त्यसको बारेमा लेख्ने। तपाईले आफ्नो डायरीमा लेख्नुहोस्। त्यसपछि कुनै पनि प्रतिक्रिया गर्नु अगाडि तपाईले 10 सेकेन्ड आँखा चिम्म गरेर सोच्नुहोस्। जस्तै तपाईलाई कसैले रिस उठाइहाल्यो भने पनि झट्ट प्रतिक्रिया नजनाउनुहोस्। एकछिन 10 सेकेन्ड आँखा चिम्म गरेर सोच्नुहोस्।
अनि त्यसपछि मात्रै प्रतिक्रिया दिनुहोस्। यसरी तपाईको भावनात्मक बुद्धिमत्ता झल्किन्छ। तपाईले आफ्नो भावनात्मक बुद्धिमत्ता सुधार्दै जानुहुन्छ। त्यसैगरी ध्यान वा मेडिटेसन पनि गर्न सक्नुहुन्छ। दिनमा 15 मिनेट मात्रै भए पनि ध्यान गर्नुहोस्, मेडिटेसन गर्नुहोस्। यसले तपाईको भित्र भएको भावना बुझ्न सक्नुहुन्छ। तपाईको भावना मात्र नभइकन पनि अरूको भावनालाई पनि बुझ्न सक्नुहुन्छ। तपाईको मनमा धेरै थटहरू, धेरै कुराहरू खेलिरहेको हुन्छ। त्यसलाई तपाईले शान्त मनले सोच्न सक्नुहुन्छ, सोच्ने समय पाउनुहुन्छ। मेडिटेसन गर्नुहोस्। अरूको भावनालाई बुझ्ने प्रयास गर्नुहोस्। कसैले तपाईलाई केही कुरा भन्नु बित्तिकै तपाईले झट्ट दिमागमा जे आयो त्यो बोली नहाल्नुहोस्। भावनालाई बुझ्ने कोसिस गर्नुहोस्। जस्तै तपाईको अफिसमा तपाईको जुनियर छ, उसलाई पेट नदुखे पनि उसले तपाईलाई बिदा मागेको हुनसक्छ पेट दुख्यो भनेर। तर उसले कुन कुराले चाहिँ भन्यो, के कारणले भन्यो, त्यसको बारेमा तपाईँ बुझ्नुहोस्। पहिला उसको भावनालाई बुझ्नुहोस्। यतिकै प्रतिक्रिया नजनाओस् तिमी झुटो बोल्ने भनेर, यस्तै तिमी किन बहाना पारेर छुट्टी लिँदैछौ भनेर झट्ट प्रतिक्रिया नजनाइकन उसलाई चाहिँ के कारणले चाहिँ यस्तो भएको छ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। अनि यदि तपाईले उसलाई छुट्टी दिनु भएन भने पनि, तपाईले उसको भावना बुझ्नु भएन भने पनि उसले काममा के मन लगाउँछ त? लगाउँदैन नि। उसको फुल माइन्डले त्यो काम गर्नै सक्दैन। कि उसलाई तपाईले मोटिभेट गराउनु पर्यो, उसको भावनालाई बुझ्नु पर्यो। त्यसपछि उसलाई काम गर्नको लागि मोटिभेट गराउनु पर्यो। यदि यस्तो सिचुएसन छ, काम गर्नै नसक्ने सिचुएसन छ भने त उसलाई छुट्टी दिनै पर्यो तपाईले। हैन भने उसलाई मोटिभेट गराएर त्यो काम गराउन सक्नु पर्यो। अनि तपाईँ एउटा सक्षम लिडर बन्नुहुन्छ। यसैगरी तपाईले कुनै पनि रिलेसनमा रिस आइहाल्यो भने, कुनै कुरा चित्त नबुझेर रिस आइहाल्यो भने पनि त्यो रिसलाई छिटो व्यक्त नगरिहाल्नुहोस्। एकछिन सोच्नुहोस् त्यसको बारेमा अनि मात्रै प्रतिक्रिया जनाउनुहोस्। यसरी तपाईको भावनात्मक सचेतना, भावनात्मक बुद्धिमत्ता झल्काउँछ। आजको भिडियो कस्तो लाग्यो? लाइक, कमेन्ट गर्नुहोला। मन पर्यो भने लाइक गरिदिनुहोस्। मन परेन भने के कारणले मन परेन भनेर कमेन्ट गरिदिनुहोस्। अझै पनि यस्तै भिडियोहरू चाहिन्छ, हजुरले भोलिको दिनमा सुन्न चाहनुहुन्छ भने सब्सक्राइब गर्नुहोस् र बेल आइकनलाई प्रेस गर्नुहोस् ताकि मैले नयाँ भिडियो राख्ने बित्तिकै तपाईको मोबाइलमा घन्टी बज्छ। आजलाई यति नै। धन्यवाद।